What is up YouTube? Welcome back to my YouTube channel. I hope तपाईहरु सबैजना आरामै हुनुहुन्छ। आज चाहिँ मेरो वर्कआउट स्प्लिट रहेको छ। चेस्ट र ट्राइसेप। आज चाहिँ वेदर नि बवाल छैन, बाहिर पानी परिरहेको छ, वेदरले च्यालेन्ज गरेको छ। आज चाहिँ जिम बवालले हान्नुपर्छ हैन। इनर्जी नि बवाल आइरहेको छ। आज चाहिँ म चेस्ट वर्कआउट बवालले हान्छु। त्यही गाइस ल अब चाहिँ म चेस्ट वर्कआउट हान्छु, जुन कि मैले जहिले पनि चेस्ट वर्कआउट हान्दा चाहिँ इक्लाइन बेन्च प्रेसबाट स्टार्ट गर्छु। फर्स्ट सेट वहाँ हानेर एम्टी बारको अब चाहिँ म 10-10 केजी गरेर फर्स्ट सेट हान्छु। Let's go baby. Yep. फर्स्ट सेट सक्यो हैन, जुन कि म 20% 10-10 केजी गरेर हाने। अब एक्स्ट्रा 10-10 केजी एड गर्छु, टोटल 20 केजी हुन्छ। One more. Yup. सेकेन्ड सेट चाहिँ मैले जम्मा 12 रेपिटेसन हाने। बल स्ट्यान्ड डाउन भइरह। दुईटा सेट भइसक्यो। अब यो मेरो थर्ड सेट। हेर म कति रेपिटेसन हान्न सकिन्छ हैन। I think 5 to 8 रेपिटेसन हाने इनफ हुन्छ। Let's go, man. म चाहिँ लास्ट सेट हान्न गएको छु, जो कि मेरो सिमोड छ। थर्ड सेट जुन हाने one, two, three, 4. Fuck. Last one more. Fuck. Last set सक्यो। मेरो इक्लाइन बारल बेन्च प्रेसिङ सक्यो। अब यसपछि मेरो सिम्पल लोड चेस्टको लागि जुन कि डिक्लाइन बेन्च प्रेस हान्छु। मेरो फर्स्ट सेट सक्यो, जुन कि इक्लाइन बारल बेन्च प्रेस, जुन कि मैले 4 सेट हाने हैन। 4 सेट। मेरो फर्स्ट सेट चाहिँ 20% हाने, जुन कि मैले 10 केजी को वेटबाट। र सेकेन्ड सेट चाहिँ 20 केजी 10 केजी एड गरेर कति 12 रेपिटेसन हाने सेकेन्ड सेट। थर्ड सेट र फोर्थ सेट चाहिँ 6 रेपिटेसन भयो। त्यसपछि मैले 30 रेपिटेसन इन्क्लाइन पुसअप हाने, जुन कि मेरो अप्पर चेस्टको लागि हुन्छ। आज चाहिँ वेदर नि बवाल छ हैन, बाहिर पानी परिरहेको छ नि त, त्यही भएर नि होला
पहिला जस्तो गर्मी छैन, हल्का ठिकै छ होइन। हान्न नि बल मजा आइरह। पानी चाहिँ बलले फेर्नुपर्छ, बललाई हाइड्रेट राख्नुपर्छ होइन। म चाहिँ डिक्लाइन बेन्च प्रेस जुन कि मेरो लोड चेस्टको लागि गर्छ। म चाहिँ एम्टी बारबाट 20% वार्म हान्छु। मेरो फर्स्ट सेट वार्म गर्न सक्यो। वार्म गरिसकेपछि मैले अब 10 केजी एड गरेर फर्स्ट सेट हान्छु। यो चाहिँ मेरो फर्स्ट सेट हो, जुन कि मेरो 10 केजीको प्लेटबाट 20 रिपिट्स हान्छु। फर्स्ट सेट 10 केजीको वेटबाट 20 रिपिट्स हान्यो भने सेकेन्ड सेट 5 केजी एड गर्छु। सेकेन्ड सेट 17 रिपिट्स हुन्छ। Fuck. यो मेरो फर्स्ट सेट, जुन कि मेरो 20 केजी वेट छ साइडमा। टोटल वेटमा जान्छ 40 + 20 60 केजी। यो थर्ड सेट अराउन्ड 10 to 12 रिपिट्स हान्छु मैले। यो थर्ड सेट मैले पहिला यो सेम वेट 15 रिपिट्स हान्थेँ। लाइक मैले जहिले पनि होइन, फर्स्ट सेट 20 रिपिट्स, सेकेन्ड 17, थर्ड फोर्थ 15 रिपिट्स हुन्थ्यो होइन पहिला। यही वेटहरू मैले सेम 15 रिपिट्समा हान्थेँ भने पहिला। अहिले चाहिँ हल्का स्ट्रेन्थ इनर्जी ड्रप भइरहेको छ नि त। 0.5 to 0.8 केजी वेट ड्रप भइरहेको छ। त्यसले गर्दा मैले जति सक्छु त्यति हान्छु होइन, अन्टिल फिलरसम्म। त्यो वेट चाहिँ मैले ड्रप गरेको छैन। लेट्स सी मैले कति रिपिट्स हान्न सक्छु। Wow. फाइनली मैले चाहिँ भर्खरै 2टा सेट हान्न सकिसक्यो। जुन कि मैले फर्स्ट सेटमा इन्क्लाइन बारबेल बेन्च प्रेस हानेँ, जुन कि मेरो अप्पर चेस्टको लागि हुन्छ भने। सेकेन्ड सेट चाहिँ मेरो यो डिक्लाइन बेन्च प्रेस। 2टा सेट सकिसक्यो। 2टा सेट सकिसकेपछि मैले चाहिँ लास्टमा चाहिँ फ्ल्याट बेन्च प्रेस हान्छु, जुन कि यो मेरो मिडल चेस्टको लागि युज गर्छ। यो नि मैले सेम 4 सेट हान्छु। चाहिँ होइन, जहिले पनि एउटा एक्सर्साइज सकिने बित्तिकै, लाइक इन्क्लाइन बेन्च प्रेस सकिने बित्तिकै इन्क्लाइन पुसअप हान्छु होइन। अनि डिक्लाइन बेन्च प्रेस सकिने बित्तिकै डिक्लाइन पुसअप, र यो फ्ल्याट बेन्च प्रेस सकिने बित्तिकै फ्ल्याट पुसअप हान्छु। जसले गर्दाखेरि मेरो हल्का यो चेस्टको कर्ट्सहरू होइन निकाल्नको लागि हेल्प गर्छ। त्यही हो गाइस। अहिले चाहिँ होइन वेदर चाहिँ राम्रो छ भनौँ न। बाहिर पानी परिरहेको छ, हल्का शीतल शीतल छ। हिजो अस्ति पहिला जस्तो गर्मी चाहिँ त्यति छैन। यस्तै वेदर भने चाहिँ हान्नु पनि मजा आउँछ कि। आज वेदरले च्यालेन्ज गरिरहेको छ भनौँ न आज। त्यही हो होइन। एज यु क्यान सी गाइस, माई चेस्ट बबाले फर्म भइरहेको छ होइन, यत्तिको छ। Now I'm going to do flat bench press, which is I'll start from empty barbell. म चाहिँ अब flat bench press, जुन कि मेरो यो empty barbellबाट 20% वार्म हान्छु।
मेरो वार्म पनि हाल्न सकेँ होइन। ल वार्म सकिसकेपछि मैले चाहिँ साइडमा 10 केजीको प्लेट वेट एड गर्छु। फर्स्ट सेट नै हाने इजी तरिकाले हान्ने होइन। अब सेकेन्ड सेट जुन कि मैले 5 केजीको एक्स्ट्रा प्लेट एड गर्छु। म चाहिँ अहिले सेकेन्ड सेट गर्नु गएको छु। यो चाहिँ मैले 70 रिपिटेसन हाने। बल्ल 70 रिपिटेसन हाने। थर्ड सेट मैले 20 केजीको वेट राख्छु। 60 केजीको मैले चाहिँ थर्ड सेट हेरौँ कति रिपिटेसन हान्न सकिन्छ। मलाई चाहिँ 8 to 10 रिपिटेसन जति हानिन्छ कि जस्तो लागिरहेको छ। त्यही पनि जर्सी होइन। 1 2 3 4 5 6 7 फक 8 10 हाल्छु कि भनेको सकिनँ यार। 8 रिपिटेसन हाने। लास्ट सेट जुन कि मैले लास्ट सेटमा 5 केजीको प्लेट एक्स्ट्रा एड गर्छु। जुन कि मेरो साइडमा 25 किलोको वेट हुन जान्छ। टोटल 50 + 20 70 किलो। र मैले लास्ट सेट चाहिँ अराउन्ड 4 to 6 रिपिटेसन हान्छु होला। मैले चाहिँ भर्खरै होइन 3टा सेट हान्न सक्यो भनौँ न। त्यो इन्क्लाइन बेन्च प्रेस र डिक्लाइन बेन्च प्रेस अनि त्यसपछि फ्ल्याट बेन्च प्रेस 3टा सेट सकिसक्यो। जुन कि मेरो अप्पर चेस्ट, मिडल चेस्ट र लोवर चेस्टको लागि अलरेडी मैले गरिसकेँ। र मैले 3टा कम्पाउन्ड मुभमेन्ट हानिसकेपछि आइसोलेसन मुभमेन्टको लागि चाहिँ मैले यो केबल फ्लाइबाट हान्छु। त्यसपछि मेरो 5वटा सेट सकिन्छ होइन। यतिको छ गाइस मेरो बडी कन्डिसन राइट नाउ। हल्का पहिलाभन्दा नि बेटर कन्डिसनमा आइरहेको छ, बेटर सेपमा आएको छ। बडी फ्याट लुज भइरहेको छ एभ्री डे एभ्री विक। 1 2 3 4 5 फर्स्ट सेट सक्यो। फर्स्ट रिपिटेसन फर्स्ट सेटमा चाहिँ मैले 20 रिपिटेसन हाने होइन। जुन कि भर्खरै मैले हाने होइन। मैले सेकेन्ड सेट 17, थर्ड सेट 15 र फोर्थ सेट 15 रिपिटेसन हान्छु। बबाले पम्प भइरहेको छ यार। अप्पर चेस्ट चाहिँ मेरो अप्पर चेस्टको लागि चाहिँ मैले दुईटा सेट हान्छु क्या। जुन कि मैले फर्स्ट चाहिँ मेरो यो इन्क्लाइन बेन्च प्रेस भयो नि त, जुन कम्पाउन्ड मुभमेन्टमा मैले हान्छु होइन फर्स्ट सेट। सेकेन्ड सेट चाहिँ मेरो यो आइसोलेसन मुभमेन्ट। मैले त्यो फर्स्ट सेट चाहिँ किन हान्छु भन्दाखेरि मेरो स्ट्यान्डहरू मेन्टेन गर्नु हुन्छ नि त बारवेलबाट हान्दाखेरि। अनि आइसोलेसन मुभमेन्ट चाहिँ मैले यो मेरो यो चेस्टको लाइक कर्सहरू निकाल्नको लागि चाहिँ मैले आइसोलेसन मुभमेन्ट नै हान्छु। 2टा सेट। डिक्लाइन पनि त्यही हो, मैले लोवर चेस्टको लागि आइसोलेसन र कम्पाउन्ड मुभमेन्ट हान्छु। अनि फ्ल्याट बेन्च प्रेस चाहिँ मैले एकचोटि हान्छु। एउटा सेट हानेपछि इनफ हुन्छ। त्यसपछि मैले 2टा सेट फ्लाइमा हानिसकेपछि मेरो आजको चेस्ट वर्कआउट सकिन्छ। त्यसपछि मैले हल्का पोजिङहरू गर्छु होइन, पम्पसम्म गर्छु। म चाहिँ अब होइन यो डिक्लाइन फ्लाइ जुन आइसोलेसन मुभमेन्ट 4 सेट हान्छु। जुन कि मैले यो लोवर चेस्टको लागि हान्न गइरहेको छु। मैले अलरेडी अघि हजुरलाई भनिसकेँ होइन। जुन कि मैले कम्पाउन्ड मुभमेन्ट बारवेलबाट पनि गरिसकेँ र आइसोलेसन मुभमेन्ट गर्न गइरहेको छु म चाहिँ। पानी चाहिँ खाइराख्नुपर्छ क्या। एकैचोटि पेट फुल हुने भएर चाहिँ खानु हुन्न पानी। हल्का यति पिइराख्नुपर्छ। यो चाहिँ मेरो फर्स्ट सेट हो आइसोलेसन मुभमेन्टको। 1
2, 3, 4, 5, 6, 7, 8, 9, 10. अब चाहिँ म 5 सर्ट हान्छु. 1, 2, 3, 4, 5. अब 5 फेरि लङ हान्छु. 1, 2, 3, 4, 5. एकछिन होल्ड गर्छु 1 मिनट जति. 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15, 16, 17, 18, 19, 20, 21, 22, 23, 24, 25, 26, 27, 28, 29, 30, 30, 29, 28, 27, 26, 25, 24, 23, 22, 21, 20, 19, 18, 17, 16, 15, 14, 13, 12, 11, 10, 9, 8, 7, 6, 5, 4, 3, 2, 1. Slowly, 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 slowly. Yup. बवाल मेरो यो लोवर चेस्ट बवाले पम्बाइरहेछ. यस्तरी हान्यो भने चाहिँ बवाले पर्छ क्या. मैले यो भर्खरै फर्स्ट सेट हाने होइन, जुन कि 22% हाने. अब म सेकेन्ड सेट, जुन कि मैले एभ्री सेटमा चाहिँ मैले 1 घन्टा स्टेप वेट इन्क्रिज गर्दै जान्छु होइन. इफ होइन थर्ड सेटमा चाहिँ मलाई लाइक अब हान्नै गाह्रो हुन्छ भने चाहिँ मैले वेटहरू सेम वेटमा हान्छु, इन्क्रिज गर्दिनँ. लाइक अब थर्ड सेटमा मैले इजी तरिकाले हानिरहेको छु होइन, र सकिन्छ अझै एक्स्ट्रा वेट एड गऱ्यो भने हान्न सकिन्छ जस्तो फिल भयो भने चाहिँ बल्ल इन्क्रिज गर्छु. सक्दैन जस्तो फिल भयो भने चाहिँ मैले इन्क्रिज गर्दिनँ, सेम वेटै हान्छु. त्यही हो, म फर्स्ट सेट हाने. सेकेन्ड सेट चाहिँ मैले 1 स्टेप वेट बढाउँछु. त्यही होइन, फर्स्ट सेट सक्यो. यो चाहिँ मेरो चेस्टको लास्ट आइसोलेसन मुभमेन्ट हो होइन. मलाई चाहिँ होइन बबल हान्न मजा लाग्ने भनेको चाहिँ दुईवटा हो के, दुईवटा एक्सर्साइज. एउटा भनेको इन्क्लाइन बारबेल बेन्च प्रेस होइन, त्यो मैले फर्स्टमै हान्छु. त्यो चाहिँ मलाई फेभरेट हो कि, फर्स्टमा हान्नु मन लाग्छ. अनि एउटा सेकेन्ड सेट भनेको आइसोलेसन मुभमेन्ट, जुन कि मैले यो डिक्लाइन फ्लाइ, केबल फ्लाइ, बवाल. यति दुईवटा सेट चाहिँ मलाई बवाल लाग्छ. यो फेभरेट हो कि मेरो चेस्टको चाहिँ यति दुईवटा. अनि यो डिक्लाइनहरू चाहिँ मलाई मन पर्दैन. त्यो डिक्लाइन बारबेल प्रेस अनि यो फ्ल्याट बेन्च प्रेसहरू चाहिँ मलाई यति मन पर्दैन. त्यही लाइक अब मिडल चेस्ट, अप्पर चेस्ट, मिडल चेस्ट र यिनीहरूको लोवर चेस्टहरूलाई हान्न त पऱ्यो नि होइन, ग्रो गर्नु पऱ्यो. अब एउटा मात्रै पार्टको हान्दा मात्रै त हुँदैन नि त. त्योहरू चाहिँ मैले हान्न चाहन्छु. तर मलाई मनपर्ने अलिक फेभरेट भनेको चाहिँ यो अहिले जुन भर्खरै हाने नि, त्यो र इन्क्लाइन बेस चाहिँ फेभरेट लाग्छ क्या. होल्ड 30 सेकेन्ड. 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 6, 27, 28, 29, 30. Slowly, 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 slowly. Yup. लास्टको हुन्छ नि जुन यो होल्ड गरेर लास्टमा स्लोली छोड्छ नि चेस्टको बवाल. फाइनली गाइज होइन चेस्टको वर्कआउट हानि सक्यो. म चाहिँ अब हल्का पोजिङ गर्छु.
मैले चाहिँ होइन 5वटा चिजको एक्सर्साइज हाल्न सकिसकेँ। यो चाहिँ मेरो लास्ट सेट हो डिप्स। यो नि मैले 4 सेट हाल्छु। फर्स्ट सेट जुन कि मैले 20 रिपिटेसन हालेँ होइन। अब सेकेन्ड सेट 17 हाल्छु। थर्ड सेट 15 रिपिटेसन अनि लास्ट सेट 15 रिपिटेसन हाल्छु। त्यसपछि सकिन्छ आज। त्यही हो, आज चाहिँ मैले धेरै एक्सर्साइज नगर्ने, किनकि अलमोस्ट एउटा दुइटा पाँचवटा एक्सर्साइज गरिसक्यो नि त। अनि यो डिप साइज 6वटा हुन्छ, त्यही भएर चाहिँ बरु आज 6वटै हाल्छु, किनकि हल्का इनर्जी नै सकिसक्यो कि। त्यही भएर चाहिँ मैले बरु ट्राइसेपको एक्सर्साइज चाहिँ भोलि हाल्छु। खासमा आज मैले चेस्ट ट्राइसेप प्लस हिप्स कोरबाट हाल्नुपर्ने होइन, इनर्जी नभएको कारणले गर्दा मैले आज 6वटा सेट चेस्टको मात्रै हाल्छु, जसले गर्दाखेरि रिकभर हुन नै एकदम हेल्प हुन्छ होइन। चाँडै उस हुन्छ भनौँ न, रिकभर हुन्छ, बडी प्रेसर नि पर्दैन मेरो मसललाई, बडीलाई होइन। भोलि चाहिँ मैले ट्राइसेप प्लस आधी घन्टा जति कार्डियो र 5वटा सेट जति मैले एप्स कोरबाट हाल्छु। त्यही हो, लास्ट सेट बाँकी चाहिँ यो टिप्स। लेट्स गो बेबी। Wow man, look at my chest. बाहिर निस्किला जस्तो भइरहेको छ यार पम्प भएर। वाउ, फाइनल डिप हाल्नु सक्यो। म चाहिँ अब हल्को त जान्छु होइन, पोजिङ सोजिङ गर्छु। त्यही गाइस, फाइनली मेरो एक्सर्साइज सक्यो। म चाहिँ यता हल्का पोजिङ सोजिङ गर्नु आएको होइन। फाइनली गाइस, आजको मेरो वर्कआउट नि सक्यो। मेरो आजको बडी कन्डिसन भनेको यतिको छ, एज यु क्यान सी गाइस होइन। एराउन्ड 11% 5% होला सायद। अब मसँग जस्ट 1 महिना बाँकी छ, 1 महिनाभन्दा अलि बढी बाँकी छ, किनकि अझै 3 महिना भएको छैन भनौँ न। जुलाई 6मा मेरो 3 महिना कम्प्लिट हुन्छ। त्यसपछि मैले 1 मन्थ एक्सन गरेँ नि त कटिङ। टोटल कि मेरो जुन कि 4 मन्थको मेरो कटिङ फेस हुन्छ। आई होप मैले 10% बडी फ्याट 9 to 10% चाहिँ मैले बनाउँछु होला, आई होप होइन। त्यही हो, यतिको छ बडी कन्डिसन, देख्न सक्नुहुन्छ। आज चेस्टको वर्कआउट हानेको होइन, चेस्ट देख्न सक्नुहुन्छ बवाल पम्प भइरहेको छ, यतिको छ। बेली फ्याट र यो लप ह्यान्डल चाहिँ ड्रप गर्नु छ। यति दुइटा ड्रप गरिसकेपछि चाहिँ हल्का मेरो लोवर एप्स नि भिजिबल हुन्छ। मेरो माथिको यो अप्पर र मिडल एप चाहिँ हल्का भिजिबल भएको छ होइन, त्यस्तो राम्रोसँग चाहिँ भिजिबल भएको छैन, स्टिल फ्याटहरू छ होइन। त्यहाँदेखि मलाई अझै 3 किलोदेखि 4 किलोबाट चाहिँ ड्रप गर्नुपर्छ। त्यसपछि बल्ल मेरो बडी बवाल देखिन्छ, सेरेडी देखिन्छ होइन। त्यही गाइज, आजलाई यति नै। यदि तपाईँहरूलाई मेरो भिडियो राम्रो लाग्छ भने लाइक, कमेन्ट, सेयर गर्न चाहिँ नबिर्सिनु होला। र यति भन्दै अर्को नेक्स्ट भिडियोमा भेटौँला। सी यू नेक्स्ट भिडियो गाइज।